यो सबै सामान यो बास्केटमा राख्ने भरे कारबाट निस्केर झिक्न सजिलो हुन्छ नि त। यो चाहिँ रामेन चिसो हुँदाखेरि सुप बनाएर खाने। अनि वाइ चाहिँ चटपटे चाहिँ खानै पर्ने हुन्छ है। अनि यो चाहिँ वाइको टेस्टी ट्रिट्स मरम मसला सबै भएको हुन्छ त्यहाँ। यो चाहिँ एग्स, यो चाहिँ बल, अनि यो चाहिँ भरे मेसिङको लागि स्पाइसेसहरू यिनीहरू यसरी लग्यो भने भरे कारबाट निस्किँदाखेरि च्याप्प समात्यो अनि टेन्टभित्र राख्ने सजिलो हुन्छ नि त। यो पोर्क अनि यो चाहिँ चिकन, यिनीहरू चाहिँ मैले मरम मसला अनि नुन बिना नै मैले डिप फ्राई गरेको। त्यसो गर्यो भने चाहिँ बिग्रिन्न नि त, नुनहरू हालेन भने चाहिँ बिग्रिन्न के मासु। अनि यो चाहिँ फ्राई गरेर राख्ने अनि धेरै दिनसम्म हुन्छ। क्याम्पिङ जाँदाखेरि सजिलो हुन्छ, छिटो पनि पाक्ने, सजिलो पनि हुने अनि बिग्रिँदैन बिग्रिन्न। मरम मसला नुन हाल्नु भएन भने चाहिँ यो चाहिँ धेरै दिनसम्मको लागि चाहिँ हुन्छ। क्याम्पिङ जाने गाडीको हालत चाहिँ यस्तो छ। पानी पनि परेछ, घरि घाम लाग्छ। हामी चाहिँ हाम्रो क्याम्पिङ लोकेसनमा आइपुग्यो। हामी चाहिँ 2 नाइट्सको लागि बस्ने हो। अहिले चाहिँ पानी परिराखेको छ, बेलुका चाहिँ पानी नपर्दै हुन्थ्यो। पानी पर्यो भने झ्याउ हुन्छ नि त फेरि। आज हाम्रो फर्स्ट डे अफ क्याम्पिङ। यहाँ दाल पाक्दैछ अनि आज बहिनीले चाहिँ चटपटेको तयारी गर्दैछ। आज फर्स्ट डे अफ क्याम्पिङ होइन बहिनी तिम्रो? हो दिदी, लाइफको फर्स्ट टाइम। हजुर। कस्तो फिल हुँदैछ त? रमाइलो हुँदैछ। हजुर। मिठो बनाऊ है चटपटे। हस् दिदी। त्यहाँ हेर त, उ त्यो गुजर हेर लाइन लाएर गएको। ती धुनहरू कति तर्पे पर्खिरहे
फर्की तिमी आएनौ वेदनामा गीतको रे फर्की तिमी आएनौ वेदनामा गीतको रे गीत मेरो अमर रहोस् यो प्रीत हाम्रो पानी पर्यो त्यो उता सर्ने सबै अलिकति बहिनी उता सर अलिकति पछाडि आगो सारौँ यो सारौँ सबै सरौँ हुर्ती बोल्छ फेरि मासु चाल्ने गर्नुपर्छ अहिले चाहिँ रातिको 12:30 बज्छ अब चाहिँ सुत्नुपर्छ तर एकछिन साइक्रेसको स्टोरी सुन्छु अनि सुन्दा सुन्दै सुत्छु हाम्रो मर्निङ भ्यू चाहिँ यस्तो छ आजको हिजोभन्दा चाहिँ आज अलि राम्रो छ दिन आज चाहिँ बोटिङ गरिन्छ होला बाजे पनि फिसिङ गर्न सुरु गर्नुपर्छ होइन त्यो पानीभित्र जानै पर्छ र बिहान बिहान बाजे र म मात्रै होला छिटो उठेको सबैजना सुतिराखेको छ ओ त गाईहरू हाम्रो टेन्ट चाहिँ यहाँ छ यतापट्टिको चाहिँ दाइहरूको उतापट्टिको चाहिँ हाम्रो सबैजना सुतिराख्नु भएको छ Sound the sheep भन्ने कालो त नि उता चाहिँ सेतै छ Dragonfly. हाम्रो टेन्ट चाहिँ त्यहाँ पारी छ ओ त्यहाँ छ अब चाहिँ बोटिङ गर्ने तालमा साइली डुङ्गा सालाला निस्के यार टमाटरको अचार बनाउनलाई दाइले यहाँ टमाटर पोल्दै हुनुहुन्छ
मिठो भछ है मिठो भयो If you feel like it, then you do yourself. कस्तो आनन्द लाग्यो के बल्ल खाना खाँदैछ हामी सुत्ने बेलामा बल्ल खाना खाँदैछौँ है गाइज जाडोमा तातो खाना खाँदै आगो ताप्दै आजको दिन पनि यस्तो राम्रो भएको आज चाहिँ घर फर्किन पर्छ टेन्ट चाहिँ हामीले निकालिसक्यो अनि यसरी सुकाउँदैछ घाममा पानी परेको थियो नि त अनि सुकाएको अब यिनीहरू चाहिँ मिलाएर फेरि राख्नुपर्छ यो चाहिँ सबै यस्तो हाल्यो भने पछि पाउँछ नि त कता कता राखेको छ भने यस्तो मैलो भएको छ माटो भएर अब यिनीहरू चाहिँ सफा गर्ने अर्को बाल्टी फेरि युज गर्दाखेरि सफा हुन्छ नि त राम्रो भएको क्या आज त है घाम लाग्यो राम्रो है रमाइलो फेरि आउनु पर्छ फेरि एक दिन त्यही ठाउँ आउनेलाई फेरि अर्को ठाउँ आउने होला नि अर्को ठाउँमा जाने नि यो ठाउँ पनि राम्रो त छ कि अब अर्को ठाउँ हेर्ने डुल्ने रमाइलो गर्ने है जानुपर्छ नेक्स्ट टाइम मजाको आज हेरेर होइन हट एन्ड स्विट भयो नि अहिले कस्तो मैलो थियो अहिले चाहिँ सफा भयो सुकाउने अनि प्याकिङ गर्ने काम चाहिँ हुँदैछ बच्चाहरूले पो बेसी इन्जोय गरेछ उठ्न साथ पानीमा सब क्लियर गर्यो अब चाहिँ जान लागेको दाइहरू त्यहाँ हुन्छ after eating chocolate. यो ब्रिज आयो भने बल्ल घर छेउ आए जस्तो लाग्छ यो चाहिँ तमार ब्रिज हो यहीबाट चाहिँ कोनवाल जाने हो